हेलो एभ्रिवान, गुड इभिनिङ। आज चाहिँ मेरो हातमा के छ भन्नु होला। मलाई चाहिँ खुसीले आएको थियो क्या, मेरो प्यारो साथी अनि बिनाजुले चाहिँ बाहिरबाट चाहिँ यो मिल्कको लिक्विड, मैले चाहिँ मिल्क पाउडर चाहिँ खाएको थिएँ। यो लिक्विडवाला चाहिँ खाएको थिइनँ। सो म चाहिँ आज अब यसको के बनाऊँ भनेर चाहिँ सोचिरहेको थिएँ क्या। अनि यसो सम्झेँ, अनि आज चाहिँ दुध रोटी बनाएर सबैलाई खुवाउनु पऱ्यो भनेर सम्झेँ। अनि त्यसपछि आज गुड फ्राइडे पनि, अनि साँझमा चाहिँ टक्क घर आएर अनि दुधलाई, त्यो पाउडरलाई टक्क खोलेँ। अनि यस्तो हुँदो रहेछ क्या। मैले चाहिँ फर्स्ट टाइममा मैले खाएको थिइनँ यस्तो यो लिक्विडवाला चाहिँ। अनि त्यसपछि चाहिँ यसलाई खनाइसकेपछि अब यसमा पानी एड गरेर चाहिँ बसाउनु पऱ्यो भनेर मैले यहाँ हाल्न चाहिँ यति हालेको, तर पछि फेरि थपेँ मैले। अलिक पातलो जस्तो भएपछि फेरि अलिकति मिल्क लिक्विडलाई थपेर फेरि बनाएर यसको एक बाटो बनाउने निर्णय गरेँ। अनि त्यसपछि चलाउँदै गएँ। अलिक पातलो जस्तो भएपछि फेरि मैले अलिकति थपेर पानी हालेको हो। यतिको भयो, बाक्लै भयो। अनि यसको टेस्ट, यसको स्मेल पनि राम्रो आउने रहेछ क्या। यो चाहिँ बाहिरबाट ल्याइदिनु भएको थियो मलाई। मैले चाहिँ पिठोको डल्लालाई यतिको बनाएँ। बनाइसकेपछि चाहिँ सबै बनाइसकेपछि अनि त्यो दुध मजाले उम्लिसकेपछि अनि त्यसमा चाहिँ एउटा एउटा गरेर हालेँ। फेरि टाँसिन्छ भनेर एउटा एउटा गरेर हाल्दै मजाले, कस्तो बास्ना पनि मिठो आउने क्या। मलाई चाहिँ कस्तो होला जस्तो लागेको थियो, मिठो नहुने पो हो कि जस्तो लागिरहेको थियो कि त्यो स्मेल कस्तो आउला भनेर। तर मिठो हुने रहेछ। यत्तिकै उमालेर खाँदाखेरि पनि मिठो भयो। अनि मैले चाहिँ अलिकति उमालेर कपमा हालेर खाएँ पनि अलि मजाले तताएर मिठो हुँदो रहेछ। अनि यसरी चाहिँ मैले हालेँ एक कुरा गरेर। अनि यसलाई चाहिँ मजाले अब यो आधी, यसको आधी भन्दा पनि आधी सुकाउनु पर्छ। अनि चाहिँ मिठो हुन्छ क्या, कुराउने जस्तो हुन्छ बाक्लो बाक्लो। अनि यो चाहिँ मजाले उम्लिँदैछ, अलिकति घटिसक्यो हेर्नु न। अनि त्यसपछि मैले चाहिँ मरिच र सुकमेललाई मजाले पिसेर यसको धुलो हाल्यो भने चाहिँ टेस्ट एकदम मिठो हुन्छ नि त। जाडोमा पिरो पिरो पनि हुन्छ, मिठो पनि हुन्छ। सो मैले चाहिँ यहाँ हालेँ। बिस्तारै बिस्तारो घट्दैछ। यसलाई चाहिँ पुरै यसको आधी सुकाउनुपर्छ है। हो, हेर्नुहोस् त, आधी सुकिसकेपछि यस्तो बाक्लो हुँदै आयो क्या, बाक्लो हुँदै आयो। अनि कस्तो मिठो पुराउने जस्तो हुन्छ क्या। यसलाई अझै घटाउनुपर्छ। अझै यसलाई घटाएपछि चाहिँ यो दामी बन्छ। यत्तिको भयो। कलर पनि हेर्नु न, अर्कै आइरहेछ। कलर पनि चेन्ज भयो, बाक्लो भयो, कुराउने जस्तो। कस्तो मिठो हुन्छ क्या यो चाहिँ। जाडोमा तपाईँहरूलाई पनि खान मन छ भने चाहिँ यसरी बनाएर खानु होला, एकदमै मिठो हुन्छ। मेरो बाबुलाई पनि एकदम मन परेछ क्या, नभए गुलियो कुरा खिरहरू खाँदैन थियो क्या। अनि आज चाहिँ अलिकति चाख्न दिएको थिएँ, थप्पै छ उसलाई, मिठो लागेछ। अनि आउँदै त सक्दै आउँदै खाँदै गर्छ। अब चाहिँ म सर्भ गर्नतिर लागेँ। मेरो श्रीमानज्यूलाई चाहिँ मैले दिएको कस्तो छ भनेर उहाँको रिभ्यूहरू, उहाँलाई मैले टेस्ट गर्न दिएको, दामी भएछ, मिठो भएछ भनेर चाहिँ खाँदै हुनुहुन्छ। थ्याङ्क यू सो